सभा ड्यासे चनादेखि पद्मरत्न लालज्यू चित्तरञ्जन नेपाल जनकवि दुर्गालालज्यू राजेश सुवर्ण श्रेष्ठज्यू सुवर्ण सात्रीज्यू धर्मडेश्वर मान प्रधानज्यू डाक्टर सुधा भट्टाचार्यज्यू डाक्टर भद्रराज सात्री र झी भुलिन छुट्टी चाहिँ पनि सभा मूल्य भागका राजनीतिका र मेबी सिटन जो चाहिँ जो उगलन से जो जलपा दक्षिण नापाला तो कार्यक्रम में बालक जयंतीले प्रतिभा समाज यात यको यको जी धन्यवाद व्यक्तुना ठो विषयले हाते नामला सा कविता निबन्ध बोना करीब करीब निमनी दी समय चाहिँ गो पद्मरत्न जी याउ गुणगान चाहिँ गाइन्दिला र साथै गयासा प्रबन्ध यो किस्म चाहिँ यालासा छिटो प्रबन्ध निभावली चाहिँ छिसन चाहिँ बालक एन्टिफै र खैटा लागि माउ चाहिँ भाषा ख भाषा चाहिँ ले कोही चाहिँ व्याकरण चाहिँ नि मदत यान्जियो आलोन यान्जियो वो विषयले क्या भाषा भाषा सम्बन्ध चाहिँ फलो चाहिँ भने यो कोही छैन होइन चौँदो छा डालासा भाषा कम से कम नापा आठ फलो चाहिँ हजारौं स्कुलले चाहिँ भने नेवार चाहिँ नेपाल भाषा बोल्थ्यो चाहिँ हरेक स्कुलले चाहिँ भने संस्कृत हरेक स्कुलले चाहिँ भने बङ्गा चौँदो तर आ छौवा स्कुलले मर्यादा खाली नु चाहिँ पेङ्गुखु स्कुलमा चाहिँ ढुट्याएको छौँ आफू जब सुन्दर बनेको चाहिँ छौ न 500 उनी छौ वो छौ तो मेउ चाउ युसुया मरे हुनुला ए जुन चाहिँ भाषा आन्दोलनले भाषा हमेशा चाहिँ बोल्थ्यो गठिया सची आन्दोलन एनाला सरकारको क्याफिया मुख छाटो छाडाला सरकार ढा ढायो ओ जिब्यू चाहिँ नेपाली भाषा छौ चाहिँ राष्ट्रिय सभा याओ मेउ भए फुक्क चाहिँ मेरो राष्ट्रिय भाषा ख तर जे बोल्दै छैन ओला सफा चाहिँ यहाँको चाहिँ डेलिगेसन चाहिँ वया ढाडीला आ यहाँको इन्सन चाहिँ यासन सुए फिको विषयले क्या चितासु मरु ए जुन जुन ढोला भाषा सम्बन्धले हमेशा चाहिँ yana सरकार सिवाय ठवे चाहिँ जातीयता पाके चाहिँ पनि मुंका गठिया साथै चाहिँ भाषा यंगी भई ठोछाउन जिता चाहिँ पद्मरत्न जी किन फोक्सिकै जो चाहिँ अनुरोध दु भाषा छौली चाहिँ ध्यान दि मलाई छाइरालासा अब चाहिँ अन खपा छौ साइन्टिस्ट छु 400 जवानी मिटिङ दुल जिउ हुना ओ ठक्क चाहिँ नेपाली भाषा सञ्चालन दुल ओ नेपाली भाषा सञ्चालन जो थासै जी चाहिँ लास्ट सुरे लाज नेपाल भाषा सिट मालकी म स्वीकार समिति नेवा भए ह्या मसति चाहिँ जे हुल मालकी म हिउले चाहिँ भने इन्टर चाहिँ भाषा जी नेरो डान्स चाहिँ ने ओ भाषै लागि चाहिँ कारगा गाउँ काम हो इन्टर चाहिँ पाचा भाषामा यार नेवा त्यसै आयो किसिम यिनीहरू जुन भाषा सम्बन्धी चाहिँ भने छि हाम्रै देशले भाषा भाषा जातिमय भाषामय गरे तर चाहिँ वो खो चाहिँ एकदम क्यान्सल फाटो हो आयो किसिम चाहिँ नेपाल भाषा परिषद दु नेपाल भाषा एकाडेमी दु युवाले डबु दु ठिमिउ चाहिँ ज्या मर्यो न जुन भाषा सम्बन्धी विषयले क्या छ चाहिँ भने जु चाहिँ नम्बर निवेदन दु भाषा सम्बन्ध छ फुक्सिथे जो चाहिँ निवेदन दु फिल्टर गयासा ठकायो गयासा चाहिँ छुट्टी को विषयले क्या चाहिँ के जो आठौं सम्बन्ध गु प्रतिभा समाज चाहिँ गु चाहिँ कार्यक्रम ध्यान दिला औकी विषयले क्या चाहिँ यो कोया चाहिँ सी समस्या हिमेसा चाहिँ थियो चाहिँ ठो विषयले चाहिँ नवान दिला र पद्मरत्न सम्बन्धी चाहिँ यो कोया चाहिँ पनि विषयले चाहिँ नवान दिला जो चाहिँ रिक्वेस्ट का फिल्मची चाहिँ धेरै न आछका छिसँग ठोस पद्मरत्न जी चाहिँ छौ भिन्तुना दिवसा छुजी लाभनासका
समन्वय चाहिँ राजनीतिक समन्वय भन्छ राजनीतिक समन्वय भएको चाहिँ पञ्चायत ढुवाउन तर मुलुक है पञ्चायत ढुवाउन ठोके ठोमनु है तर चाहिँ वो चाहिँ नारा चाहिँ उयो चाहिँ प्रजातन्त्री नारा बिहा पञ्चायत ढुवाउन आफ्नो पञ्चायत चुनाव चाहिँ प्रजातन्त्री नारा बिहा छ कयौँ पटक जेल हुना वे कयौँ चाहिँ छौ क्यासेट सना मला आटो जियाको चुनाव क्यासेट लाखौँ लाख चाहिँ पनि वे कयौँ क्यासेट बिग्रिदियो नेपाल भरे अयो किसिम चाहिँ उयोको चाहिँ पञ्चायत भावना न प्रजातन्त्र सम्बन्धी आन्दोलन उयोको चाहिँ भाग दिल वो एकदमै सराहनीय ख साथसाथै आफ्नो बन्दी चुचौपी बन्दी केन्द्र समिति गठन इनका गहना उठा लिया गया सा चाहिँ जी निकाली वो किसिम आन्दोलन उयोको चाहिँ भाग दिल नेपाल सम्बन्धी चाहिँ उयोको चाहिँ प्रथम चाहिँ पनि आन्दोलन जो राष्ट्रिय विभूति समेत लेखित हुँदो वो किसिम चाहिँ नेपाल भाषा गहना ठकाओ ढवे ल्याउ सुन्दर फेरि गहना ल्याओ वहाँका चाहिँ आदिवासी चाहिँ सक्रिय दिया चाहिँ आटकनो अध्यक्ष सुन्दरी मानव अधिकार चाहिँ वहाँका सक्रिय सुन्दर राजनीतिकै ज्ञान चाहिँ ढाड्नु किसिम चाहिँ पनि वहाँका ठुलो प्रजातन्त्र याद चाहिँ उयोका चाहिँ प्रजातन्त्र 46-47 साल दिन हामीलाई खिच्नु उयोका होस् घनिष्मान निमजना चाहिँ 47 साल चाहिँ प्रजातन्त्र सक्सेस अब वो विषयले जितेन जिन मद्दत गर्नु उयोका विषय चाहिँ 47 साल विधान दिएको आफ्नो चाहिँ उयोसँग प्रचण्ड बिना चाहिँ उयोका चाहिँ उखुन्ती प्रचण्ड सटा राजनीतिक चाहिँ सभागृहबाट उयोको खुली प्रशंसा यात उयोको एउटा पद्मरत्न छिसन ध्यान आवामहरू अयो किसिम समर्थनीयहरू उयोको चाहिँ गणतन्त्र यात न उले चाहिँ पद्मरत्न चाहिँ भित्रियो अहिले जुन चाहिँ उयोको एउटा आगु जिउ चाहिँ निवेदनका 29 गते हो 30 गते भाद्र 29 गते हो 30 गते उयोको एउटा सम्मान या थियो कार्यक्रम 29 गते थी पब्लिक पाखे संघ संस्थान पाखे 30 गते थियो मूल समारोह पाखे या थियो चाहिँ कार्यक्रम गइटा छिसन सफलता या एगारी जो अनुमान खुशान चाहिँ पनि थै चुकालन चाहिँ लाभखाना स्वागत गर्नुहुन्छ वेकयो चाहिँ गु प्रतिभा वेकयो चाहिँ गुली चाहिँ पनि जनजाति ढामा राजनीतिक ढामा मानव अधिकार ढामा नेपाल सम्बन्ध ढामा आदिवासी जनजाति ढामा उयोका थोरै सक्रिय दु उयोका आफ्नो छ चाहिँ चुनाव विषय